Hello guys, welcome to my new video. म चाहिँ सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ नि आशा गर्दछु। आज म चाहिँ 1 महिना 13 दिनको सुत्केरी भएको छु। म सन्चै छु अनि हामी चाहिँ आज बहिनीको पास्नीमा जाँदैछौँ। बहिनीको पास्नीमा जाने? अनि तिमी डान्स गर्छ पास्नीमा गएर? डान्स गर्छ हो? को जाने हामी पास्नीमा? भाइ, मामा, लोसिका दिदी, भेना, लोसिका दिदी, इमा, अनि बाबा। बाबा जाने? वाउ, कतिखेर जाने होला है हामी? छिटो छिटो रेडी भएर जाने नि? आज जाने हो। सामान त्यस्तो धेरै त छैन, थोरै अलिअलि छ है। के हो भाइ हुनुहुन्छ हिजोको तातोले। एरियाको भाइलाई पनि रेडी पारिदिनु पर्ने छ। दिदीको पास्नीमा जान्छ हो। दिदीको पास्नीमा जान्छ। 1 महिना 13 दिन त भएको छ। गुन्डुली पास्नीमा गइदिन्छ हो। अनि आज मेरो गुन्डुली हिँड्सम चोला, मेरो मुटुको टुक्ला आज 1 महिना 13 दिनको भएको छ। अनि मेरो हेन्सम चोला पनि पास्नीमा जान्छ। दिदीको पास्नीमा जान्छ नि हिलो भएर जान्छ। हात इत्लु पुन्टुली छ। पास्नीमा जाने भइसक्यो। हेन्सम दिदीको पास्नीमा होइन, भाइ चाहिँ हेन्सम। ए दिदी हेन्सम भनेको? ओ माइ गॉड, कति हेन्सम भएछ हो गुडिया रानी त। अनि दिदीको पास्नीमा जान्छ। दिदीलाई पास्नी के खुवाइदिन्छ भाइले? भाइले दिदीलाई के खुवाइदिन्छ? भाइलाई मोबाइल चाहिँ देख्नै हुँदैन। जता जता मोबाइल लग्यो त्यतै टुल्टुल, यता लग्यो यतै, यता लग्यो यतै, यता लग्यो यतै। यसले सानो गुन्टुली मान्छे त अनि धेरै नलुनु आज। मामुलाई धेरै दुःख नदिनु, उहाल नलुनु। 2 बजे उठेदेखिको नसुत्ने मान्छे उहाँ हुनुहुन्छ। अहिले कति बज्यो? 11-12 बजिसक्यो। 2 बजेदेखि सुत्नु नै भएको छैन गुन्डा। अम्म के गलेको त्यस्तो? त्यस्तो के गलेको? के गर्नु भएको? झोलामा पहिले चाहिँ के भन्छ खाली त्यो मेकअपको सामान यताउता हुँदै अहिले यस्तो सामानहरू हुन्छ। लुगा, हेङ्की, बोटो सबै नानीकै सामानहरू मात्र। सबै नानीकै सामान मात्रै छ ब्यागमा पनि। यस्तो अझै डाइपर छ होइन, डाइपर पनि हाल्नुपर्ने छ अझै। मलाई केही नभन ल, यिनीहरूले सिकाएको नि मामुहरूले सिकाएको केही नभन ल छोरो ल। मामुहरूले नराम्री भन्यो भने राम्री भन ल। बोल्नै खोजेछ ल ल ल मामुले नराम्री रोजिना भन्यो भने तिमी राम्रो मेरो दिदी भन ल। यहाँ चाहिँ फेरि फुपू बदेको ल चल्दैछ गाइज ल। गाइज गोथे भदै त झन् बुझ्नु आँटिसक्यो। मेरो भदै त झन् ठुलो भइसक्यो, छिपिसकेछ नि। मलाई त नराम्रीमा देखिसकेचोटि नभए त फुपू दब बोले कि राम्री न राम्री हो त हो। आमै मेरो बच्चा कति राम्री छ भदे फुपू। अनि तिमीले कस्तो नराम्रोमा देखेको? यहाँ यसको हातमा एक गन्देको छोरो, ए गन्देको छोरो कतो त लाग्यो नि त मेरो भाइले त नमर्नु न। तिमी पिङ्की भएको हो? अमै 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 मामु त्यो के हो?
कस्तो राम्रो देखेको कति राम्रो देखेको कति राम्रो गुप्लेलाई माने हो उहाँ नै आजको स्मल एकदम लिटल गेस्ट लिटल बोय लिटल बोय गर्ल्स हुनुभएको छ बोइज छ अनि पिङ्कु हुनुभएको छ पिङ्कु रात आयो भन्नुहुन्थ्यो म लुइदेऊ न जाने दिदीको पास्नीमा जाने मान्छे लुइदिनुहोस् सबैभन्दा भाइ लुइदिनुहोस् आएपछि कस्तो रियाक्सन हुन्छ है त ल भिडियो बनाइदिनु पर्छ पिङ्कीलाई देखेर कस्तो रियाक्सन गर्दैन दिदीको चाहिँ कस्तो भयो दिदी त मात्र गरे त सबै फुल झार्छ के नगर्ने मैं हिरोइन हूँ एक दुई शब्द जाओस् त म चाहिँ अहिले राम्री भएको छैन अहिले चुक्ना भनेर दिइराखो उसलाई खेलाइदिइराखो भने ऊ पनि खुसी रोसिका दिदी लौ आँसु नै आइसक्यो लौ बेनाको के भन्छन् भनेको खोइ भाउजू यो पर्ला त त्यो बट्टाको पनि थियो नि कुन बट्टा यो लगा न लगाएको भिडियो बनाइखेर फेरि आफ्टर मैले किन भिडियो बनाएको थिएँ मलाई थाहा नै ब्लग बनाएको बिफोर र आफ्टर लगाइदिन्छ बिफोरमा चाहिँ आफ्टरमा चाहिँ अलिक त हो कि भुइँमा राख्नु न सुतिहाल्छ गफ गरिदिइराख्नुपर्छ बाउ फुपू दिदी चाहिँ पनि सुरुमा गाएर सानो ठुलो हुन्छ कोही के बनाएको थियो सुरुलाई भाइ छुला लगाइरहेको एउटा हेर ल रमित हेर ल किन त तपाईँलाई टन्नै लाग्छ है किनभने तपाईँको कस्तो चाउरी बढा रोजिना रोशन हाम्रो बुथुलाई कति राम्रो देखेछ एलिना म्याम हामी चाहिँ पास्तामा जाँदैछौँ हाम्रो फाइनल अघि कस्तो थियौँ अहिले कस्तो भयो सबैको बनाएको है मेरो भाउजूको च्यानलमा सब्स्क्राइब लाइक गरिदिनु च्यानलमा नि एकजनाले हेर्छ युट्युब च्यानलमा हेर्नुहुन्छ सबैजनाले हेर्नुहुन्छ सपोर्ट गरिदिनु मेरो भाउजूलाई एकजनाले मात्रै मेरो भाउजूको रहर इज्जत पुरा गर्नु मेरो भाउजू लाख कमाएर यसपालि मेरो बर्थडेमा कति 1 लाखको बुके चाहियो मलाई भनिदिनु तपाईँहरूले हेल्प गरिदिएर मगाउँथे प्लिज हात जोडेर के दुईटा हातले के अरे थाल बोकेर उयो हिँड्नु भन्दै हुन्थ्यो क्या दुईटा हात जोडेर प्लिज भनिदिन्थ्यो नाच्नु अरे म प्लिज प्लिज जाँदैछौँ होइन बहिनीको पास्नीमा बहिनीको अनि यो ट्याक्सी झन् काटेको त होइन काटेको जस्तो चिल्लो कार म चाहिँ होइन अब हाम्रोतिर पानी ट्याङ्की हुन्छ नि त उहाँलाई चाहिँ भमिट आउन स्टार्ट भइसकेछ हेर्नुहोस् रोजिना मेम रोजिना मेम 10 दिन 12 13 दिन हजुर सर यसले चाहिँ भनेको हजुर सर ठिकै छ सर म त्यता बाहिरको जाँदैछु अझ छोरीको पास्नी छ कि विज्ञानी थियो अनि रुसिया दिदीको चित्त बुझ्छ क्या तपाईँको चाहिँ जाँदैछौँ सेम सेम हो टेन्सन त भएछ ठिक छ छोराहरूलाई अब पछि गएर गीत लगाइदिनु पर्छ
आइपुगिसकेको छु यहाँको नजरियाहरूले बसमा नयाँ बस पार्क आएको छु म त नाइ भन्दिनँ भगवान अरू बेला पर्मिट होस् म केही गुनासो गरिनँ आजको दिन चाहिँ पर्मिट नहोस् है मेकअप गरेको चाहिँ जान्छ होइन अनि आज पर्मिट पुग्दाखेरि म के होला कारण हो कि नभन्नु त गोरी मान्छे भगवानले सुनिदिनु है उहाँको विस चाहिँ यति नै यो जङ्गल कस्तो राम्रो देखेको उयो के भन्छ कोइरी कोइरी के भाउजू अनि त्यसो भए त अनि कहाँ नखानु छौँ हामी सबैभन्दा सुरुमा हामी यस्तो छ हाम्रो पारा पारै बसाइ यस्तो छ खराब पानी रोजिना रोसिका खै आयो आज आज तिमीहरू एरिका उहाँ छिन् एरिका ज्वाइँ सापमा होइसिन्छ भाउजू उहाँ 12 बजे हिँडिसक्नु पर्ने छिटो जायो भने 2 बजे कमल यस्तो यहाँ चाहिँ हामीले भदैनी फ्यामिली यहाँ चाहिँ फ्यामिलीको एउटा यहाँ चाहिँ टिकटक बनाउन उयो हुँदैछ गाइस हेर्नु होला आफ्नै सुरुमा साथी न सङ्गी एकछिन रङ्गी के भन्छ साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भनेको यही होला गाइस छोडिदिनु उता खिचिरहेको त्यसको फोटो खिच्दा वाउ कति लाम्ली भएछ यता हाल्नु त कहाँ आएको तिमी आमुको भाइले मलाई हेल्प गरेको नि त्यता मान्छेले त पारिन्छ अरे हानिदिन्छ अरे नानीलाई कसले तिम्रो यो लागि पनि छैनस् न यसलाई कति अप्ठ्यारो भएको होला नि भगवान अलिकति तानेर अलिक बिचमा राख्दिनु हैन आजको डेकोरेसन सेटअप के भन्छ कस्तो राम्रो ब्युटिफुल अनि किन म भाइ म एकचोटि मान्छे हाँस्दैन नि भाउजूले आज टिकटक बनाउने कार्यक्रम हुँदैछ जानु रोजना जानु बनाउनु जाऊ हेर्नु पनि उता दिदीहरूसँग जाऊ त उता बस्छ त म तिम्रो भिडियो बनाइदिन्छु मेरो फुल जस्तो छोरीको यहाँ टिकटक खै यता हेर म यता फेरि मेरो गोथु छोरा केटी कता अरे भाइ चाहिँ यता हो हामीसँगै अनि बिउ भेनाजु हामीसँगै हो खोइ भेनाजु यता हेर्नु त कुकुरले मेरो बनाइदिने अघि भित्र हारै बसेको भए पनि हुन्थ्यो अनि हौ हामी त भित्र त्यो
ममु बाबा कति राम्रो देखेको मेरो दिनु अरे एरिकालाई ब्युटिफुल ब्युटिफुल कालोमा पनि गएको कति राम्रो देखेको आजको सेटअप चाहिँ खाना ठाउँ छ आऊ बाबा त्यो मिलाएको छ बिग्रिन्छ यता आऊ तिमी भेनालाई आई लभ यु भेना भन कति फुर्किरहेछ हेरे क्या खुसी न खुसी छोड्दिया समीर यहाँ हेर त मेरो ब्लगमा हाई गरिदेऊ समीर मेरो ब्लगमा हाई गरिदेऊ यहाँ ब्लगर म सुनेन ओइ समीर तिमी त मद्रासी ट्रेनको गुन्डा जस्तै देखिन थाल्यौ त अहिले त अनि त अलिक छोटो पार्नु नि खै कतिखेर म त उसको तरिकाले चल्छ नि म आफ्नो तरिकाले गर्छु ऊ कता ऊ अघि बिहानदेखि गएको मान्छे अहिलेसम्म ऊ छैन पुरै भएको छैन फुल रोइना दिदीसँग होला कि हेर त व्यञ्जन फिजाउँदै हुनुहुन्छ व्यञ्जन अब सबै के भारी पर्नु बिहे गरिसक्यो भनेर चाहिँ मेरो पनि यतिको बसेको छ क्या बुढी नै हुने रहेछु म त भन्ने त्यतिखेर पनि हेलो भन्नु त मेरो ब्लगमा यहाँ सब्सक्राइब चाहिँ गर्नु हुँदैन को जस्तो दिदी जस्तो सिसा गए श्रीशालाई बनाउनु न आऊ न यहाँ दिदीले हेर्ने अरे आऊ दिदीले उहाँ अङ्कल आन्टीलाई नमस्ते गरिदेऊ नमस्ते जिवा गरिदेऊ नमस्ते गरिदेऊ अङ्कल नमस्ते भन्दै आन्टीलाई अङ्कललाई माया गर जाऊ माया गरिदिएर आऊ अङ्कललाई जाऊ त तिमी जस्तो हो श्रीशाले त भेनालाई माया गर्छ अङ्कल सिसाको अङ्कल हाम्रो पास माया गर न भेनालाई अङ्कललाई पो माया जाने भाइ र म अहिले पार्टी गर्नु दादाले अरे पठाउलाई कति 600 कि 700 भने तर 800 रुपियाँ दिएर पठाउनु किन मेरो मोबाइलमा ब्लग बनाइदिएको भनेको मेमोरी पनि हुन्छ के यो यसको लागि मात्रै होइन कि ब्लग हेर्न त कसले कसैले त हेर्दैन एकजना पनि हुँदैन हेर्ने त सबै आफन्तले हेर्ने उसलाई त्यसै गर्ने भनेर तर यस्तै एउटा एउटा बढै गर्दा पनि हुन्छ नि हुँदा त तर मैले चाहिँ यो ब्लग गर्दा नि डरले गर्दा नि मलाई गाडीमा बस्दाखेरि बाहिरको बनाउने हेर्ने चाहिँ तर फोटो सोटो तिमीलाई घुमाइदेऊ घुमा श्रीसा घुमा 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 अझै घुमाइदेऊ हात समाएर स्माइल गर्न लगाऊ बुइनलाई स्माइल एरिका दिले अम्मय तिम्रो लुगा नि मिलाउ न
तिम्रो के बाबा तिम्रो यता आम्मामा घुमाइदेऊ ल बुइनलाई हिँडेर आऊ परबाट हिँडेर आऊ घुमाइदेऊ ल म हार न उहाँ हो दुईजनाको क्याप्चर सबै क्याप्चर गरिदिने क्याप्चर त्यसरी हुँदैन बुइनलाई सिकाएको फोरी हुन के अरे चस्मा लाग हेन्डसम दे बाबा जस्तो हुन्छ कि दाँत दिएर राम्रो देखेको छ लाउनु त्यस्तो हात नगर त भन्न मन लाग्छ के गर्नु अहिले म बोक्छु अहिले म डान्स गर्दाखेरि फेरि मलाई डिस्टर्ब नगरौ मेरो ब्लगमा आयो भनिदिनु म खिचिदिन्छु लु जाऊ लु अलि पर जाऊ कति राम्रो देख्दै श्री साथ कति राम्री उहाँ दुईजना दिदीसँग जाऊ त एरिका दिदीसँग जाऊ श्रीसा जाऊ अरे एरिका दिदीसँग जाऊ अरे होइन राम्रो तपाईँलाई इन्ट्री गराइदिउँ भनेको त हेलो वेलकम छ होइन तपाईँलाई नै हाई दिदी यहाँ मेरो भ्लगमा चन्द्रलाई निकाल्नु परेन गाटो परेर बजेको सोल्टिनी राई नमस्ते सोल्टिनी कहाँ छ मेरो छोरी बटरफ्लाई कहाँ छ बटरफ्लाई वाउ बेनाजु यता हेर्नु न तपाईँको कमेन्ट हेर्नुभयो मैले के भनेको थिएँ रिप्लाई नै दिनुहुन्न मेरो कमेन्टको चाहिँ म के भनेर कमेन्ट गरिदिन्छु भनिदिँदा भेनाजुलाई त बे गरे मेरो मात्रै म घरि आई लभ यु भनिदिन्छु अझै के भनिदिनु भेना भन्यो भने चाहिँ मान्छेले त्यसमा के अनि भेना त मेरो उहाँ त मेरो प्यारो मान्छे है मेरो मात्रै है प्यारो मान्छे भनिदिनु कहिले त म बुढी है भनेर कमेन्ट गरिदिनु बाहिर जानु कस्तो राम्रो सक अब अर्को वर्ष चाहिँ बुइनी होइन छोराछोरीको पास नि खानुपर्छ है भेनाजु बुइनी नै भयो भने भइहाल्यो नि बुइनी छोरी भन्नुपर्छ तर बुइनी बाबुको नि मुख देखाउनु अरे होइन तपाईँ पनि आउनु अरे कि अर्को वर्ष चाहिँ अब दिदीहरूको पास नि खानुपर्छ होइन साह्रै राम्रो सुहाउने रहेछ यिनीहरू दिदी इराजुवा जस्तो खुबै मिलेछन् के ए धुइन न कोहीलाई पनि पर्दैन दिने परेले सँगै जन्मेको नानी यत्रो बेर लगाएर अनि फुल चाहिँ अनि स्वागत गर्नु भनेर
नानी माथि माथि चिर्के यता अगाडि गएर लिएर हिँड्दा पो राम्रो हुनु न होला नि छेउमा यसरी माथि माथि गर्दा के दिदी मोबाइल मम्मीको झोलामा दिँदा नि हुन्छ अहिले आउनु सबैजना 4 जना चाहिँ तपाईहरु बधाई छ दादालाई बधाई छ दादा नमस्ते दादा भाउजूको छेउमा जान्न मेरो फोटो खिच्देऊ न भन्दा रिसाउने मेरो नन्दालाई खुच्चिङ पर्यो मेरो फोटो खिच्देऊ न रसिका भन्दाखेरि यो त रिसाउँछ नि साह्रै राम्रो भयो रोजना दिदी एक्लै हुनुभयो साथीजन बुढीहरूलाई हेरेर बसेर रिसाउनु भयो होला हो रोसिका छोड्नै मानेको थिएन नि दिदी छोडी कस्तो के अरे अहिले चाहिँ आइदिन्छु फोटो खिच्नु न दादा तपाईँ चाहिँ खिच्नु न फोटो चाहिँ हाम्रो बहिनीको हजुर म भिडियो बनाइदिँदैछु माया यता हेर यो ब्लगर हुनु पनि बेफाइदै छ कि आफ्नो फोटो चाहिँ आउँदैन कसैले खिच्न मान्दैनन् म जस्तो होला भगवान निकालौँ भनेको रातै आयो त यसो गर्नु न त्यस्तै आउँदो रहेछ है हुन्छ यतिको अगाडिबाट गर्नु न राम्रो आउँछ बस्ने मैले गौतुलाई कसरी नै गर्नुपर्छ तर छोरी जस्तो राम्रो देखिँदैन नि छोरा यस्तो भयो कि मलाई त खुसी लाग्छ खुसीले हुन्छ नि धेरै आँसु आउने यस्तै भएको कि त्यसरी लिएर जाँदाखेरि क्या उहाँ पुग्ने बेलामा चाहिँ झन् गीत पनि त्यस्तै बजाइदियो कि
यो अहिले गीत बजाएको होइन अनि क्विनलाई यसरी त्यहाँ लिएर जाँदाखेरि के कस्तो भएको थियो क्या मलाई हो बनाइसक्यो म फ्यामिली फोटो हेरेर तिमीहरूकै मलाई खिचिदिनु एकछिन त रोन भनेर गएको थियो भाउजूलाई गले के ढाड्नु थाल्यो नि त्यही भएर बिर्सेछु के तपाईँलाई निकालिदिन्छु गुडियालाई गएँ गुडियालाई हेरौँ मेरो ब्लगमा हेलो 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 स्माइल कति बुझ्नु स्माइल प्लिज स्माइल प्लिज मेरो बाबुले त खाएकै छैन अघि एकछिन खायो नभन्दा अरू बेला त चौबिसै घन्टा चुस्नु ए उहाँ चाहिँ फुपू हुनुहुन्छ प्रिन्सेसको ढाड दुखेर बसेको क्या अघि आज ढाड दुख्छ म आउँछ नि नराजेको किन हाँस्यो बुढा हाँस नाच्ने बुढी हाँस किन हाँसेको रुकुरुकुले
किन खाना कति राम्रो आएको तर भिनाजुसँग गफ गर्दै बस्ला लु नाच्नु नाच्नु चिसो देखाएको है गर ल अब घर जाने है अब नजाऊ नि कहीँ पनि नजाऊ घर जाने पाहुनावर्ग तथा घर परिवारका सदस्यज्यूहरूलाई धन्यवाद सम्पूर्ण केही कुरा भन्न गइरहनु भएको छ हाम्रो दिपेन्द्र दाजुलाई म यो माइक दिपेन्द्र दाजुमा हस्तान्तरण गर्न गइरहेको छु शुभ अन्नप्राशनमा पाल्नुभएका सबै मान्यवर तथा आदरणीय व्यक्तित्वहरूमा सर्वप्रथम आज यस्तो त के हो यहाँ भन्दा राम्रो चाहिँ के हुनु पर्यो हाम्रो सिद्धो पार्टी